त आजको लर्निङ हामी सुरु गरौँ है। आजको लर्निङ एकदम बेसिक हुन्छ। यो तपाईँले हेर्न सक्नुहुन्छ, एउटा दुईटा क्यान्डल छ, एउटा ग्रिन क्यान्डल र एउटा रेड क्यान्डल। यसमा हामी के बुझ्छौँ भने क्यान्डलको त्यो भित्रमा के हुन्छ, जस्तो कि यता हेरौँ, यो पुरा ग्रिन बन्यो नि, त्यसलाई लेखा छ नि रियल बडी, यहाँ ओपन छ, हाई छ, यो लो छ, यो क्लोजिङ छ, यो विक्स छ। यसरी रेडमा पनि यो हाई छ, लो छ, क्लोज छ। यो रेडको माथिमा हाई छ, यता दुवै एकै साइडमा दिएको छ। अनि किन छ त्यो हामीले बुझ्छौँ है। यो सर्ट र कटमा हामी यही बुझ्छौँ अहिले। अनि अब यसो हामी बुझौँ, जस्तो कि ग्रिन क्यान्डल भयो होइन। ग्रिन क्यान्डल जस्तो कि यो ओपनिङ र यहाँबाट खोल्यो नि, जस्तो कि यो क्यान्डल अब सक्ने एउटा प्रिभियस क्यान्डल हुन्छ नि, अनि सक्ने बित्तिकै यहाँबाट क्यान्डल त खुल्छ नि, यहाँबाट ओपन हुन्छ। अनि ओपन भएपछि के हुन्छ, मार्केट माथिसम्म जान्छ या तलसम्म जान्छ। अनि ग्रिनबाट यता ग्रिन बनाएको छ भने माथिसम्म जान्छ, रेड बनेको भयो ओपनबाट तल जान्थ्यो। त्यही भएर मैले अघि भने नि, ओपनबाट हेर्नु तल जान्छ, क्लोज यसको तल छ नि, ओपनबाट तल गयो रेड बन्यो, अनि यसको ओपनबाट माथि गयो अनि माथि गएर क्लोज गर्छ। यसमा हाई र लो कसरी क्रिएट गर्छ भन्ने कुरा होइन। जस्तो कि मानौँ यो एउटा 1 मिनट क्यान्डल हो होइन। जेनरली हामी 1 मिनटमा त्यो अप्सनमा गरेर हुन्छ, या 5 मिनट क्यान्डल छ, 10 मिनटको क्यान्डल छ भने होइन, या आधी घन्टाको छ, 1 घन्टाको छ, जति मिनटको क्यान्डल भयो भने एउटा यो क्यान्डल छ होइन। अनि यो क्यान्डल के गर्यो, यहाँ ओपन गर्यो, मानौँ यो प्राइस भनेको 100मा ओपन गर्यो, अनि 100मा ओपन गर्यो। अनि यो मानौँ 5 मिनटको क्यान्डल छैन, अनि ओपन गर्यो, अनि माथि हाई कहाँसम्म गयो, 110सम्म गयो, अनि लो कहाँ गयो, 95सम्म गयो। यो हामी एउटा लेट एक्स भन्छौँ, त्यसरी लेट एक्स भनेर गरिरहेको छौँ। अनि लोसम्म गयो, अनि तर यो क्लोज कहाँ गर्यो, 110मा हाई गएको थियो, तर 110मा होइन 105मा गएर क्लोज गर्यो। अनि लो 95मा गएको थियो, अनि यो माथि हाई 110मा गएको थियो। त जुन एउटा पोइन्ट भयो नि, जस्तो ओपन त सहीमा भएको थियो, तर लो यो तलसम्म त गयो, तर यो तल गयो भए त रेड क्यान्डल बन्थ्यो, तल त गएन, माथि गयो, अनि यो ग्रिन क्यान्डल बन्यो। अनि ग्रिन क्यान्डल बन्ने बित्तिकै यो लो, यो विक्स छोडेको छ नि, यो लाइन जस्तो यो लो छ यो, अनि यसलाई भन्छ विक्स पनि भन्छ। अनि यो विक्स भयो, अनि यो एउटा विक्स छोड्यो, अनि माथि कहाँसम्म गएको थियो, हाई गएको थियो, 110सम्म गएको थियो, तर क्लोज गर्ने बेला 5 मिनटको जुन क्यान्डल हामीले जम्सन गएको थियो नि, अनि 5 मिनटमा क्लोज गर्दाखेरि यहाँ आएर क्लोज गर्यो, 105मा आएर क्लोज गर्यो। अनि यो 5 पोइन्टको विक्स छोड्यो नि, यो 5 पोइन्ट माथि छोड्यो नि, अनि त्यसलाई भन्छ विक्स। एउटा सर्टेन एउटा टाइम फ्रेममा होइन, यो क्यान्डल ओपन क्लोज हुँदा कति हाई र कति लो गएको थियो नि, त्यो हो एउटा भयो हाई लो। अनि जुन यो क्लोज हुन्छ नि, सहीमा ओपन गर्यो अनि 105मा गएर क्लोज गर्यो, त्यसलाई भन्छ रियल बडी, यसलाई भन्छ बडी। एउटा क्यान्डलमा यति पार्ट्स हुन्छ, बुझ्यो नि। अब लो कहाँ कसरी लो हुन्छ, के हाई हुन्छ, कसरी विक्स हुन्छ, र के बडी हुन्छ, अनि एउटा ओपन हुन्छ अनि क्लोज हुन्छ। सेम रेडमा अघि भने होइन, ठ्याक्कै यहाँबाट तल गएको भयो, ओपनबाट तल गएको भयो रेड बन्थ्यो, ठ्याक्कै हेर्नुहोस् यहाँ ओपन भएको छ क्यान्डल, ओपनबाट तल गयो, अनि तल गने बित्तिकै रेड बन्यो। यसमा पनि हाई कहाँसम्म गएछ, माथिसम्म गएको छ, सर्टेन पोइन्टको यो विक्स छोडेको होला, अनि तल यो तलसम्म गएको छ, अनि यो लो छोडेको होला, ठ्याक्कै यही हो क्यान्डल। यो क्यान्डलको बेसिक कुरा हो, पार्ट्स अफ क्यान्डलमा बुझ्नुपर्ने बेसिक कुरा है। ल त आज यो अब यस्तै म एउटा भिडियो गरेर बनाउँछु अनि हाल्नेछु। ल।